हेलो साथीहरु, तपाईहरु कस्तो हुनुहुन्छ? आशा गर्दैछु म सबैजना सन्चै हुनुहुन्छ भन्ने। म पनि एकदमै सन्चै छु। अनि साथीहरु, साच्चै नै गरम दिन चाहिँ लाग्नु आँट्यो अनि मच्छरले पनि भे गर्न थाल्यो। त्यही भएर यहाँ बाजे एकजना अनि यहाँ बाजेको छोरा हो कि को हो भाइले लिएर आएको रहेछ बेड कभर, कार्पेट, मच्छरदानी लिएर आएको रहेछ। अनि हामीलाई चाहिँ राम्रो लाग्यो। आमाले यहाँ हेर्नु हुँदैछ, सबैले हेर्नुहोस् है त। हामीले चाहिँ तपाईहरुलाई यहाँ कस्तो टाइपले लिदिन्छौँ हामीले तपाईहरुलाई अलिकति म सुनाउने छु। सिंगलमा छैन। कहाँदेखि आउनु भएको तपाईँ? दुई शब्द भन्नु त। बिहारदेखि। बिहारदेखि? बिहार कहाँनिर? बिहार कुन जग्गा भाइ? मतिहारी। यही हो छेउमा तिनसुकियाको। तिनसुकियाको छेउमा बिहार छ। लाटा नबनाउ न, मलाई पनि थाहा छ। बिहार कुन जग्गा भनेको? छाप्रे जिल्ला कि छाप्रे जिल्लाको यो भाइ हो? छाप्रे जिल्लाको। छाप्रे जिल्लाको यो भाइ हो। यहाँ आसामको यहाँ छ एकजना भाग्दैछ। यो दाग छ त अनि छैन। दाग छैन। छैन हो। अब परबाट छैन भने मेरो आँखा चाहिँ के यहाँ अन्धा हो म? यो दाग होइन यो कस्तो हाँसेर त छैन कि छैन भने परबाट दाग चाहिँ मैले यहाँ पनि कालो दाग। लु यो क्यान्सल भयो। यहाँ 2 रुपियाँ 20 रुपियाँ यो काटिन्छ, यो 20 रुपियाँ काटिन्छ। तपाईँले भेट्नुहुन्छ यहाँनिर 300 कति 400 मा मिलाएको होइन 200 मा। पुरा दाम भनाउन शर्माएर होइन बाजे त्यस्तै शर्माउनुहुन्छ। बाजेको छोरा फेरि त्यस्तै शर्माउँछ दाम भन्नुको लागि। दाम भन्नुको लागि चाहिँ ट्याङ्किट्याङ भन्दिनँ नि त। लिन नलिने उनीहरूकै उपरबाट कुरो होइन कि भन त। लु यो कार्पेट चाहिँ कतिको छ स्टार्टिङदेखि भन्नु त। लु स्टार्टिङदेखि 300 को छ, 220 को छ अनि 150 को 150 को छैन। स्टार्टिङमा त हुँदैन के, भरै चाहिँ 100 पनि पुग्छ होला, थाहा छ दाम चाहिँ। लु हामीले चाहिँ 2वटा बेड कभर, 3वटा मच्छरदानी, एकदम गरम लाग्नु थालिसक्यो। यो मेरो हो। मैले चाहिँ यो कलरको लिएँ, पिङ्क हल्का पिङ्क र पानिया कलरको लिएँ। तिमीले खोइ पुरा हो कि यो लिम। सत्य तपाईँहरू पनि लिनुहुन्छ भने आउनु। अन्ली 200 रुपिस। तर यो भाइले एकदम बेसी लियो नि, बेसी लियो नि। तर बेसी लियो, तर जे भन बेसी लियो। हाम्रो नभेट्दैन मजाले हाँसिरहेको छ बोकेर। भेट्दैन अरे उसलाई चाहिँ पुरै हाँसिरहेको छ, हामीलाई चाहिँ भेट्दैन अरे। लु अब गरम दिन लागिसक्यो, तपाईँहरू पनि छिटो लिनु। अहिले नै लियो भने चाहिँ अलिक दाम कम्ती हुन्छ। अलिक 50 रुपियाँ 20 रुपियाँ छोड्ने चान्स हुन्छ। नत्र पुरा गर्मी लागेर मच्छर फन्न घुम्नु थालिसकेपछि साथीहरू भेटिँदैन नि। 300 400 500 कम त यो व्यापारीको भाउ कम त बढ्छ। यहीँ कम त बढ्छ उनीहरूको भाउ। हेर्दैन पो त फेरि कस्तोमा भेट्यो नि त। नभन तर चाल पाउँछ यिनीहरूले, चाल पाउँछ नि भाइ। त बहुत राम्रो के 200 दिएको छ। एउटा यो येल्लो, एउटा पिङ्क, मैले चाहिँ 2टा लिएँ।